हिन्दुकुश हिमालय पर्वत क्षेत्रका ग्रामीण बासिन्दाहरूका लागि बस्ती वरपर रहेका मूल नै पानीका मुख्य स्रोत र जीविकोपार्जनका आधार हुन्। नेपालमा पनि हिमाली, पहाडी र चुरे क्षेत्रमा पानीका धेरै मूल छन् र यहाँका 1 करोडभन्दा बढी मानिस पानीका लागि तिनै मूलमा आश्रित रहेका छन्। पानीका मुहान स्थानीयका लागि पानीका मुख्य स्रोत मात्र होइनन्, महाभारत र चुरे क्षेत्रका खोला तथा नदीका स्रोत पनि हुन्। नेपालका मुख्य नदीहरूलाई 12 मास सदाबहार रूपमा बग्नका लागि मुहानको राम्रै योगदान छ, तर तिनै मूल सुकेर हिमाल, पहाड, चुरे क्षेत्र एवं पुरै हिन्दुकुश पर्वतमा पानीको सङ्कट बढ्न थालेको छ। मूल सुकेका कारण स्थानीयले थात्थलो छोड्न थालेका छन्। पालिकाहरूले आफ्नो क्षेत्रका कतिपय स्थानलाई सुक्खा घोषणा गरेर महँगा खानेपानी आयोजनाको खाका बनाइरहेका छन्। विगतमा अप्रचलित लिफ्ट, बोरिङ, डिप ड्रिलिङ जस्ता प्रविधि उपयोग गर्न थालिएको छ। मुहानकै पानीले धानेको काठमाडौँ उपत्यकामा पनि अत्याधिक मात्रामा बसाइसराईको प्रभावका कारण यहाँका मुहान तथा राजकुलो मासिँदै गएका छन्। भौतिक पूर्वाधार निर्माणमा प्रयोग गरिएको कङ्क्रिट संरचना र मासिदो प्राकृतिक सम्पदाका कारण यहाँका मुहान लोपोन्मुख अवस्थामा छन्, जसका कारण उपत्यकामा पानीको हाहाकार ज्वलन्त समस्या हो। पानीको समस्या समाधानका लागि विभिन्न प्रयास र योजनाबद्ध काम भइरहँदा पनि दीर्घकालीन निराकरणमा शङ्का पैदा भएपछि उपत्यकामा मुहान तथा राजकुलो पहिचान र जलाधार संरक्षणको प्रयास हुन थालेको छ। नेपालका हिमाल, पहाड तथा चुरे क्षेत्रका समुदायको खानेपानी, पशुपक्षी, कृषि, जैविक विविधता, पर्यटन तथा तीर्थाटन र सांस्कृतिक पर्व मूल र मुहानमा आधारित छन्। यी पानीका स्रोत मात्र होइनन्, जलवायु र वातावरण परिवर्तनका सङ्केत पनि हुन्। 4 महिना भारी वर्षा हुने र बाँकी 8 महिना सुक्खा हुने नेपालमा 12 महिना पानी उपलब्ध गराउन र खोलामा बगिरहने पानीको मात्रा कायम गर्न पनि मुहानको पानी अत्यावश्यक छ। पहाडी भेगको भौगोलिक विकटता र बस्ती माथिल्लो भागमा र खोला तल्लो भागबाट बग्ने भएकाले मुहान सुकेपछि खोलाको पानीमा निर्भर हुने अवस्था छैन। लिफ्ट सिस्टम जस्ता प्रविधिको प्रयोग सहज छैन। एक त सो प्रविधि महँगो छ, अर्को त्यसको सञ्चालनको पनि झन्झट उत्तिकै छ। त्यसैले पहाडी बस्तीका लागि स्थानीय मुहान नै एकमात्र सस्तो र सुलभ विकल्प हो। तर पछिल्ला दिनमा मुहानमा पानीको मात्रा घट्ने र मुहान सुक्ने क्रम बढ्दो छ। यसका लागि स्थानीय स्तरमा भइरहेका मानवीय हस्तक्षेपका साथै जलवायु परिवर्तन जस्ता बाह्य कारण जिम्मेवार देखिएका छन्। पानीको अभावमा पहाडी जनजीवन कष्टकर बन्दै गएको छ। नेपाल पानी सदुपयोग फाउन्डेसन NWCF-ले एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र इसी मोडसँगको सहकार्यमा तराई मधेस बाहेक नेपालका 300 पालिकामा गरेको सर्वेक्षणले करिब 74% पालिकामा पानीका मूल सुक्ने समस्या पाइएको थियो भने 58% पालिकामा मूल सरेको पाइएको थियो। भौगोलिक विभाजनका आधारमा हिमाली क्षेत्रमा 64% भन्दा चुरे क्षेत्रमा 69% मुहान सुक्ने समस्या उच्च देखिएको छ। मानवीय र प्राकृतिक कारण मूल सुकेको देखिन्छ, जसमा मानवीय गतिविधि नै मुख्य जिम्मेवार रहेको छ। अध्ययनमा समावेश गरिएका पालिकाका पदाधिकारीहरूले मुहान सुक्नुका कारण मूलको जलाधार क्षेत्रको विनाश, परम्परागत पोखरीको विनाश, विकासका नाममा जथाभावी बनाइएका सडक तथा भौतिक संरचनालाई जिम्मेवार ठानेका थिए। त्यस्तै उनीहरूले जलविद्युत आयोजनाका सुरुङ, इनार र डिप बोरिङ लगायत मानवीय कारणले मुहान सुकेको बताएका थिए। त्यस्तै जलवायु परिवर्तनका कारण हुने अतिवृष्टि, अल्पवृष्टि र तीनबाट सिर्जित बाढी पहिरो, खडेरी र भूकम्प आदि पनि मुहान सुकाउने मुख्य प्राकृतिक कारण हुन्। परापूर्व कालदेखिका सार्वजनिक जग्गा, धाप, चौतारी, बाटो घाटो क्षेत्रमा सिमेन्ट कङ्क्रिटका पक्की संरचना बनाइदा पुनर्भरणमा कमी आएको छ, जसले गर्दा सधैँ पानी भइरहने सदाबहार मुहान मौसमी बन्न पुगेका छन् भने नदीनाला, खहरे आदिमा बाढी पहिरो र डुबान जस्ता जलजन्य विपदको क्षति र मात्रा बढेको देखिन्छ।
साथै बस्ती नजिकका पानीका स्रोतहरूको उपेक्षा गरिँदा तथा बाबुबाजेले बनाएका हिले पोखरी, दह, ताल तलैया जस्ता आकाशे पानी जम्मा गरेर जमिनमुनि पानी पठाउने परम्परागत संरचनाको विनाश हुँदा मुहान सुक्दै गएका छन्। स्थानीय स्तरमा सञ्चालित बोरिङ तथा लिफ्टिङ आयोजनाका लागि सङ्घ तथा प्रदेश सरकार मार्फत खानेपानीको शीर्षकमा वर्षेनी ठूलो रकम विनियोजन हुने गरेको छ। तर पानी मुहानको संरक्षण गर्न तथा परापूर्वकालदेखिका मूल कुवा पँधेरोको मर्मत सम्भार तथा संरक्षण भने स्थानीय तहको प्राथमिकतामा पर्न सकेको छैन। पर्याप्त पानीका स्रोत नै नभएको ठाउँमा सहर तथा बस्ती विकासको गैर जिम्मेवार काम पनि अघि बढाइँदैछ। यद्यपि कतिपय पालिका मूल सुक्ने समस्यामा गम्भीर देखिएका छन्। तिनले पुराना पोखरी पुनर्स्थापना, आकाशे पानी सङ्कलन, मूल पुनर्भरणका कार्यक्रम सुरुवात गरे पनि आफ्नो क्षेत्रको महत्त्वपूर्ण पुनर्भरण क्षेत्रको पहिचान गरी प्रभावकारी कार्यान्वयन अघि बढाएको देखिँदैन। यता प्राज्ञिक तहमा पनि मुहान सम्बन्धी तथ्याङ्क अध्ययन अनुसन्धान सीमित देखिन्छन् भने भएका अध्ययनलाई पनि सरकारवाला निकायहरूले सन्दर्भमा लिने देखिएको छैन। नीति निर्माताहरूको ध्यान ठुल्ठुला नदी तथा जलाधारमा केन्द्रित हुँदा स्थानीय स्तरमा रहेका साना साना मुहान जुन स्थानीय बासिन्दाको जीवन आधार हुन् तिनको संरक्षणका विषय सधैँ ओझेलमा पर्ने गरेका छन्। ठूला जलाधारमा ध्यान दिँदा ससाना पानीका मुहानलाई व्यवस्था गर्ने प्रवृत्तिले निरन्तरता पाउने सम्भावना प्रबल देखिन्छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको मातहतमा भइरहेको मुहान पहिचान तथा जलाधार संरक्षणको पहिलो चरणमा उपत्यकाभित्रको स्रोत पहिचान र संरक्षणमा काम भइरहेको छ। मेलम्चीबाट पानी ल्याउनुका साथै उपत्यकाभित्रको पानीको परिमाण बढाउन अहिले 12 स्थानमा ट्युबवेल खन्न सुरु गरिएको लिमिटेडले जनाएको छ। उपत्यकाका 3 जिल्लामा यसअघि गरिएको अध्ययनका आधारमा खन्ने काम भइरहेको लिमिटेडले जनाएको छ। यसरी ट्युबवेलबाट झन्डै 1.5 करोड लिटर खानेपानी थप हुने विश्वास गरिएको छ। मेलम्चीको पानीसँगै उपत्यकाभित्रको पानी थप हुँदा पानीको माग बढिरहे पनि त्यसलाई सम्बोधन हुने बताइएको छ। अन्यत्रबाट पानी ल्याउने मात्र नभई भएका स्रोतको संरक्षण र उपत्यकाभित्रै खानेपानीको नयाँ स्रोतको पहिचानलाई लिमिटेडले प्राथमिकतामा राखेको छ। लिमिटेडले उपत्यकाभित्रको मुहानको दिगो संरक्षणकै लागि भनी गुरियोजना समेत बनाउँदैछ। यसमा भइरहेका मुहानको संरक्षणसँगै नयाँ मुहानको खोजी र तिनको उपयोग समेत रहेको परियोजनाको तर्क छ।